Namaste everyone, welcome back to my channel. Today we are discussing Howard Gardner's theory of multiple intelligence. Gardner's main point is that there isn't just one way to be smart. Being intelligent isn't just about getting high grades in school. What is intelligence? Product, process, or style? Is intelligence a thing or a way of doing things? God says it's a biopsychological potential. Intelligence is the brain ability to process a specific type of information. It is like a computer program designed for a specific task. यसको मतलब इन्टेलिजेन्स एउटा सफ्टवेयर जस्तै हो. हाम्रो दिमागमा भाषाको लागि एउटा सफ्टवेयर छ, सङ्गीतको लागि अर्को छ. यो कुनै एउटा स्टाइल काम गर्ने तरिका मात्र होइन, यो दिमागको भित्री क्षमता, नेचुरल पावर हो. हियर इज अ क्विक ब्रेकडाउन अफ द फोर मेन क्वेसन फ्रम हावर्ड गार्नर्स टेक्स्ट. लेट्स मेक इट सिम्पल. वाट इज इन्टेलिजेन्स? गार्डनरका अनुसार इन्टेलिजेन्स कुनै एउटा प्रोडक्ट वा कन्टेन्ट मात्र होइन, यो एउटा बायोसाइकोलोजिकल पोटेन्सियल हो. इन्टेलिजेन्स भनेको हाम्रो दिमागको त्यो क्षमता हो जसले केही खास प्रकारको जानकारी इन्फर्मेसनलाई प्रोसेस गर्छ. लिङ्ग्विस्टिक इन्टेलिजेन्स जसले भाषा र शब्दलाई छिटो बुझ्छ. स्पेसियल इन्टेलिजेन्स जसले नक्सा, चित्र वा ठाउँलाई छिटो चिन्न सक्छ. गार्नर्स भन्छ इन्टेलिजेन्स र स्टाइल फरक कुरा हुन्. स्टाइल भनेको काम गर्ने तरिका हो, तर इन्टेलिजेन्स भनेको हाम्रो दिमागको त्यो शक्ति हो जसले समस्या समाधान गर्छ. सो इन क्वेसन नम्बर 2, इन्टेलिजेन्स भर्सेस क्रिएटिभिटी. इन्टेलिजेन्स र क्रिएटिभिटीको सम्बन्ध के छ? गार्डनर्स भन्छन् कि क्रिएटिभिटी कुनै एउटा जेनरल शक्ति होइन. तपाईँ एउटा विधामा क्रिएटिभ हुन सक्नुहुन्छ, तर अर्कोमा नहुन पनि सक्नुहुन्छ. कोही व्यक्ति कविता लेख्नमा एकदमै क्रिएटिभ हुन सक्छ, तर उही मान्छे राजनीति वा विज्ञानमा कमजोर हुन सक्छ. क्रिएटिभिटी हुनका लागि पहिलो त्यो क्षेत्रको ज्ञान हुनुपर्छ. 10 वर्षको अभ्यासपछि मात्र मान्छे साँचो अर्थमा क्रिएटिभ बन्न सक्छ. इन्टेलिजेन्सले तपाईँलाई त्यो ज्ञान सिक्न मद्दत गर्छ. सो क्वेसन नम्बर 3 मा के रहेछ भने, क्यान वी टेस्ट इट? क्यान वी टेस्ट अल इन्टेलिजेन्सेस? पहिले गार्डनर्सलाई लाग्थ्यो कि सकिन्छ, तर अहिले उनी भन्छन् यो गाह्रो छ. हामी एउटै पेपर पेन्सिल टेस्टले कसैको सङ्गीतको ज्ञान वा कसैको शारीरिक फुर्ती नाप्न सकिँदैन. यदि कसैको स्पेसियल इन्टेलिजेन्स, स्प्याटियल नभन्नुहोला है, इट्स स्पेसियल, ओके, स्पेसियल इन्टेलिजेन्स जाच्नु छ भने जसलाई नयाँ ठाउँमा बाटो खोज्न लगाउनु पर्यो वा नक्सा कोर्न लगाउनु पर्यो, त्यसैले एउटा स्ट्यान्डर्ड टेस्टले सबैलाई नाप्नुभन्दा उनीहरूको काम कसरी गर्छन् त्यो हेर्न जरुरी छ. वाट अबाउट क्रिटिकल थिङ्किङ? के क्रिटिकल थिङ्किङ भन्ने एउटा मात्र छुट्टै क्षमता हुन्छ? के यसको छुट्टै क्लास हुनुपर्छ? गार्डनर्स यसमा अलि फरक सोच्छन्. उनी भन्छन् कि क्रिटिकल थिङ्किङ हरेक विषयको आफ्नै हुन्छ. एउटा म्याथमेटिसियनले जसरी सोध्छ, एउटा हिस्टोरियन वा लेखकले त्यसरी नै सोध्छ त. क्रिटिकल थिङ्किङको छुट्टै तालिम दिनुभन्दा विद्यार्थीहरूलाई विभिन्न विषयमा गहिरिएर सोच्न सिकाउनुपर्छ. एउटा मान्छे आफ्नो काममा एकदमै लजिकल हुन सक्छ, तर आफ्नो व्यक्तिगत जीवनमा, प्रेम सम्बन्धमा ऊ एकदमै इनलजिकल हुन सक्छ. त्यसैले यो क्षमता सबै ठाउँमा एकनासले लागू हुँदैन. साथीहरू, यो पाठको मुख्य सन्देश के हो भने हामी सबै फरक छौँ. कोही शब्दमा जान्ने हुन्छन्, कोही खेलकुदमा, कोही सङ्गीतमा. कसैलाई एउटा परीक्षाको आधारमा
मूर्ख भन्न मिल्दैन। हामीले आफ्नो खुबी चिन्नुपर्छ। Gardeners want us to stop labeling people as smart or stupid based on one test. We have multiple computers in our heads, and each one works differently. Everyone has a unique profile of intelligence. हामी सबैमा फरक फरक शक्ति छ। कोही शब्दमा माहिर छन् त कोही नक्सा र चित्रमा। Same way. So that's cover all for major points from Gardner's multiple intelligence. Each question help us understand that human competence is broad and diverse. Does anyone have any question about these 4 points? Thank you for watching. Namaste.